सुपर 8मा पुग्ने बित्तिकै पाकिस्तानको ठूलो घोषणा, ट्रफी हाम्रो हो। के यति सजिलो छ? दर्शकवृन्द, नामिबियालाई हराउँदै पाकिस्तान आइसिसी मेन्स टी20 वर्ल्ड कपको सुपर 8मा प्रवेश गर्ने अन्तिम टोली बन्यो। त्यसपछि अलराउन्डर शादाब खानले स्पष्ट भने, टोलीको लक्ष्य उपाधि जित्नु नै हो। समूह चरणमा पाकिस्तान भारतसँग मात्र पराजित भयो। अन्य खेलमा जित निकाल्दै लय समात्यो। नामिबिया विरुद्धको जितपछि टोलीको आत्मविश्वास उचाइमा पुगेको देखिन्छ। शादाबका अनुसार सुपर 8मा सबै 8 टोली बलिया छन्, त्यसैले प्रत्येक खेल उच्च दबाव र फाइनल सरह हुनेछ। उनले टोली सही दिशामा रहेको र निरन्तर सुधार भइरहेको दावी गरेका छन्। यो बयानले पाकिस्तानलाई स्पष्ट दावेदारको रूपमा प्रस्तुत गर्छ, तर अब चुनौती झनै कठिन छ। सुपर 8मा सानो कमजोरीले पनि खेल पल्टिन सक्छ। यदि पाकिस्तानले यो आत्मविश्वासलाई प्रदर्शनमा बदल्न सक्यो भने ट्रफी सम्भव छ, नत्र यो बयान मात्र बोल्ड क्लेममा सीमित हुन सक्छ। अब सबैको नजर पाकिस्तानको प्रदर्शनमा। यस्तै ताजा अपडेटका लागि स्पोर्ट्स लाइन नेपाललाई फलो सब्स्क्राइब गर्न नबिर्सनुहोला।